सन्दीप दाईको अहिलेको कन्ट्रोभर्सीको बारेमा भन्नु के कन्ट्रोभर्सी मलाई के थाहा छैन यार गाइस। अनि सन्दीप लामिछानेको चरित्र हत्या गर्ने कोसिस गरिएको छ। सो प्याराडिजम टिभीको रिसेन्ट एपिसोडमा चाहिँ सन्दीप लामिछानेको चरित्र हत्या भएको छ र यो कुरामाथि सन्दीप लामिछाने पनि खुसी छैन। सन्दीप लामिछाने र कुशल भुटेलको फोटो राखिन्छ र यी दुईजना मध्ये कसलाई डेट गर्नुहुन्छ भनेर चाहिँ क्वेसन गरिन्छ र ती इन्फ्लुएन्सरहरूले चाहिँ सन्दीप लामिछानेको फोटो देखाउँदाखेरि चाहिँ एकदमै अपमानजनक भाषाहरू चाहिँ प्रयोग हुन्छ। हामी 18 वर्ष कटिसक्यो सन्दीप लामिछानेले हामीलाई हेर्दैनन्, उहाँलाई चाहिँ केही पनि नबनाउने भनेर चाहिँ अपमानजनक शब्दहरू चाहिँ प्रयोग हुन्छ। व्हिच मिन्स त्यो इन्फ्लुएन्सरहरूले सन्दीप लामिछानेको पुरानो केसलाई पोक गरेका थिए, जुन केसमा सन्दीप लामिछानेको गल्ती छैन भन्ने अदालतले सन्दीप लामिछानेलाई क्लिन चिट दिएको थियो। आई एम धेरै धेरै टाढा अफ कन्ट्रोभर्सिज। आई एम भेरी भेरी फार फ्रम कन्ट्रोभर्सिज। त्यही भएर मलाई थाहा पनि छैन यार कन्ट्रोभर्सी के कस्तो हुँदैछ भनेर। म त तिहारमा मनाउन बिजी थिएँ। हो नि भन्छ। तर सन्दीप लामिछानेलाई मेरो समर्थन छ। बोलाएर स्टार्ट हान्ने गर्छ ल, म ढोका खोलेर आउँछु। ए बोलाउनु हो मामा कसैलाई यार। यो